आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। मान्य सदस्यहरू, अब म सम्माननीय हेर यो बक्लु साला यो चमक भएको साला र कोट पाँच नदा मुला फस्न लाउनु बिर्सिन्छ साला। हनुमान ढोका खुल्ला राखेर हिँड्छस् बक्लु। अझ बाले सालको त अहिले राजीनामा माग्छस्। मुक्का भेट्छस् है बक्लु, तैँले मुक्का भेट्छस् मेरो फेरि। त साला बक्लु भुइँको जुनकिरी बालेन्सा भनेको आकाशको घाम तिरो त लेबलै मिल्दैन के उस तमा साला विरोध गर्छस्। ए बक्लु तेरो काम छैन, जा धरानमा गर त्यो टोइलेट सफा गरेर बस साला बक्लु। तेरो काम छैन। बालेन्सा भनेको कसैको अन्डरमा बस्ने मान्छे छैन, बुझिस्। एउटा कुरा याद राखेर बस। त मुलाले बालेनलाई विरोध गर्दा बालेनको बाल पनि हल्लिँदैन साला बक्लु। त मुजेको लेबलै मिल्दैन साला बक्लु। कहाँबाट हुन्छ साला थुक्क हर्के गुखा ला मा चिक्रो टाउको गयो।